कत्रो छ देख्न सक्नुहुन्छ गाइस देख्न सक्नुहुन्छ लगभग रातो भइसक्यो पाकिसक्यो त्यसलाई चाहिँ हामीले हेलो साथीहरु नमस्कार वेलकम ब्याक टु माई न्यू भ्लग भिडियो आज चाहिँ हामी सालासँग ट्याक्क गङ्गाटा छोप्न जाँदैछौँ देख्न सक्नुहुन्छ साथीहरु हामी चाहिँ टक्क हामी चाहिँ गङ्गाटा छोप्न गइरहेको छौँ अहिले रातिमा नाइट हन्टिङ ट्याक्क हामी गङ्गाटा मारेर अनि बनाएर पनि देखाउने छौँ कस्तो हुन्छ प्रतिक्रिया दिनु होला तपाईहरु हामी खान्छौँ तपाईहरु प्रतिक्रिया दिनु होला कस्तो मिठो हुन्छ कि हुन्न कसले खान मन लागेछ सबलाई राखिदिन्छौँ हामी चाहिँ कमेन्टमा चाहिँ भन्नु होला त्यही हैन यो चाहिँ छोपिसकेका छौँ साथीहरु हामी देखाउन सक्छौँ यो कतिको मर्छन् भनेर उहाँ चाहिँ कडा हुनुहुन्छ है फेरि हाम्रो दानी सर यो पनि स्मरणीय क्षण हुने भयो गाइस दुईटा दाब बस्यो ट्याक्क चाहिँ हामी एक बोरा लगेर जाने हो साथी यो देख्न सक्नुहुन्छ यहाँ कत्रो छ ओ भाग्यो यार हाम्रो टोक्ला उएर ठुलो साला कत्रो छ देख्न सक्नुहुन्छ आमा गाइस खुट्टा खाल्नलाई भ्याले हाइ गाइस हेर्नुस् टोक्लाई अहिलेसम्मको विशाल सबले बाँडिदिनु पर्छ कि आज त हामी चाहिँ आज चाहिँ धेरै भएपछि सबलाई बाँडिदिन्छौँ सायद साथीहरु गाउँमा आदि हुन लागिसक्यो एक बोरा बनाएर जाने हो यो पनि बडै मनको छ टोक्ला यसको स्वाद चाहिँ अच्छा हुन्छ कुरुङ गरेर पारी देख्न सक्नुहुन्छ डेन्जर हुने हो साथीहरु कसैलाई चाहिन्छ भने सम्पर्क गर्नु होला हाइ बड्डो छ टोक्ला ख्याल गर्नु होला खै चरिङ्गा हुने के हो साला खुट्टामा हेरेर चरिङ्गा हुने के हो कति फास्ट हुन्छ ठुलो माछा हो भित्र गयो हातमा काटिदिएको छ कस्तो पकाउने मलाई आइडिया छैन माछा छोप्नु न साला त्यति भएको छ छोड्नु त छोप्नु र खाइदिइहाल्छन् हामीले एउटा माछा पनि छोप्नु गाइस ट्याक्क है चरिङ्गा भन्ने रहेछ नि यसलाई चाहिँ कति छिटो भाग्छ यो तरिका पनि सिकाइदिनु न साला कसरी गर्ने हामीले पनि सिकाउनु म चाहिँ इन्टरनेसनल भेना है इन्टरनेसनल भेना छोप्नु भयो खै यहाँ चाहिँ के यहाँ माछा पनि छोप्नु न साला खै देख्न सक्नुहुन्छ गाइस यो म गङ्गाटा पकाउन नसक्ने माछा फेरि एक्सपर्ट हो तपाईले हो यो दुईटा माछा भइसक्यो हामीसँग वाह यसरी यसको दाँत चाहिँ करम यसलाई काठलाई समात्यो भने पुरै समातिदिन्छ गाइस देख्न सक्नुहुन्छ यो अब छोड्दैन यसले ल पातलाई समात्न ल मानौँ यसलाई पातलाई समातौँ है यसलाई पातलाई समात लगाउँ चत्रकै पारिदिन्छ यसको हातमा पात आयो यहाँ छ साला
छोड्नु सक्नु ल्याउनु भयो गाइस अन्टक सोनिगिरी गाइस आमा भाग्यो के दानीहरु घुची भाला कि मैले मार खै म देखाइदिन्छु के देखाउनु त इ आमा यो पनि ठुलो रहेछ नि खट्रा मार्दिए नि पटेला गाइस पटेला गङ्गाटा पुगिसक्यो माछा मार्नुपर्छ यार माछा पनि गङ्गा गङ्गादेखि मन गङ्गा हाल्दै गरौँ न अब धेरै चासो माछा नदिउँ हामी चाहिँ माछा मार्ने बेला छौँ गाइस अहिले चाहिँ ल 3वटा मारे नि अहिलेसम्म यहाँ त उचाल्न नसक्ने भइसकेछ सानो छन् है ए ठुला माछा चाहिँ तल जानु है साला फेरि माछा दामी पऱ्यो नि भेना इभन म नुक्थ्यो के काट्यो ए हामी माथि गएर देखाउनेछौँ तपाईँहरूलाई यहाँ बोरा भरि लगाइसक्यो गाइस हामीले 10 केजी चाहिँ बनाइसक्यौँ गाइस म चाहिँ हाम्रो मेन कमान्डर खै साला गङ्गा डाउन सानो छोरी नि उही यति छ ठुलो हान्नु साला अब कहाँ जाने त खोले खोला ए यहाँ छ त उयो होइन त्यहाँ साला यति छ माछा टोक्यो बिना टोक्यो कहाँले काटो क्या औलामा दुईटैमा पजात जा म त चिर्दैन होला छोप्नु चाहिँ पार्नु कत्रो कहाँ गयो माछा थियो भेना छ देख्न सक्नुहुन्छ है हामीले यत्रो बनाइसक्यौँ जम्मै ढल्लाई बोरा बिना माछा जम्बो माछा ओइ छिटो के माछा आउनु ओ छोप्नु साला एउटा आयो अर्को कत्रो साथी आउ त अन्त कालिन्छन् माछा त फेरि मैले भेटेँ ऊ यहाँ पनि छ साला लाउनु साथी गोजीमा यहाँ छ कि ऊ यहाँ चाहिँ एकैचोटि दुईटा हान्दियो माछा तपाईँले त्यो गर्नुहुन्थ्यो गोजीमा हाल्यो तल गइरहनु छिटो हाल न बोरा लिन्छ न छिटो बुढा कहाँ छुट्यो बोरा यहीँ छ कि यही यो माथा चाहिँ छोप्नुपर्छ यार सुम्निदिनु म छोडिदिएको छु छोप्नु भएको छैन के कति धेरै थिए कति थिए तपाईँले देख्नु भएन एउटा मेरो मैले छोपे फुत्का देख्न सक्नुहुन्छ त उचाल्न धौधौ भइसकेको छ हामीले 1 किलो 2 निशाना बनायौँ माछा पनि मारेको छौँ थोरै अहिले देखाउने छु गाइस आज चाहिँ हामी हन्टिङ गएको थियौँ होइन एक बोरा जति मार्थ्यो खाने भाइ अर्डर गर्नु होला देख्न सक्नुहुन्छ डेलिभरी है साथीहरु भित्र जाँदैछौँ चप्पल छराउनु चाहिँ सक्नुहुन्छ माछा चाहिँ त्यो आउनु त साला बाहिर भाग जान्छन् क्या साला यता योमा हाल्नु बाँकी योमा हाल्नु बिस्तार टोक भाग्यो एउटा साला भाग्यो के हजुर खोलामा यही तल भाग्यो एउटा ला यसरी जगाडेर बस्छन् देख्न सक्नुहुन्छ ए भाग्यो आमा मात्र 100 रुपैयाँ केजी आमा एउटा कम हो आन्टी एउटा कम लाग्दै कम हो 2 बोरा मारे मेस्टे बोरा खुट्टा दिए है मलाई ओ भिडियो बनाउने अब
यो पक्लिन्छ क्या नि यो बाल्टी चाहिँ एक बाल्टी छ हामीले चाहिँ यता बनाउँदैछौँ ए ए माथि बनाउनुहुन्छ यो बनाइसक्यौँ अब यसले पकाउनु होला कि एउटै ठाउँमा धेरै पकाएको त्यो राम्रो हुन्न यही बनाइसक्यौँ अब यही लग्जानु एकै ठाउँमा धेरै भयो भने मिठो हुन्न क्या साला हो कि होइन यो सबैले बारमलाई यो बराबर अहिले देख्न सक्नुहुन्छ एक बाल्टी ट्याक्क यसलाई चाहिँ हामी बोरामा हालेर राख्छौँ देख्न सक्नुहुन्छ बिस्तारै खाने यसलाई जति दिन लगाएर हुन्छ बेच्न पनि सक्छौँ फेरि बनाइरहेछौँ हामीले चाहिँ ट्याक्क लगभग रातो भइसक्यो पाकिसक्यो खै साला एकछिन देखाउँछु लगभग रातो भइसक्यो गाइस अझै रातो हुनु बाँकी छ लगभग यति होला अब पाकिसक्यो एउटा खाएर चाख्नुपर्छ ल देख्न सक्नुहुन्छ कसरी खानुपर्ने हुन्छ यसलाई खाएर देखाउनु त यता देखाउनुहोस् है कुरुम खै त्यसलाई सबै खानु न कुरुम पार्नु न त्यसरी खानुपर्ने हुन्छ यसलाई चाहिँ यो पनि कुरुम गर्छ यस्तो मिठो हुन्छ कि आमा पुरै छर्नु देख्न सक्नुहुन्छ गङ्गाटा भयो गङ्गाटालाई चाहिँ हामीले दिदी एउटा पिस मम्मी एउटा पिस एउटा दिदी पिस म त खाइदिएँ फर्स्ट बाइट त मेरो छ यसो खानु पाल्नुहुन्छ है एकदम मिठो छ माछा चाहिँ बाँकी छन् पाक्न बाँकी छ यी देख्न सक्नुहुन्छ गङ्गाटा पाकिसक्यो यो चाहिँ दाँत देखाउनु नि पहिला यो दाँत यसलाई चाहिँ हामीले फोर्नु पर्ने हुँदो रहेछ यसरी पनि फुट्दो रहेछ यो भित्रको चाहिँ सेतो हुँदो रहेछ यो चाहिँ बहुत मिठो हुँदो रहेछ क्या यो भित्रको यसरी ल्याम्मा आम्मा मिठो छ बहुत मिठो छ माछा देख्न सक्नुहुन्छ जल्यो हामी अब यसलाई निकाल्नु पर्ने हुन्छ यसरी यो थालमा देख्न सक्नुहुन्छ माछा भात खाँदै ल साथीहरू भिडियो कस्तो लाग्छ जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु होला भिडियो यहाँ हेरेर समाप्त हुन्छ अर्को भिडियोमा भेट भइहाल्नेछ